हाई गुड मर्निङ गाइज। अब आज चाहिँ हामी इट्स आफ्टरनुन होइन मर्निङ भनिन्छु आइएम सरी इट्स आफ्टरनुन होइन। आज अब छुट्टीको दिन युटिलाइज गरौँ न त छुट्टीको दिन भन्ने मनसा अहिले हामी अब आज आस्था जाँदैछौँ। यहाँ नजिकैको 1 घन्टा लाग्छ हिँडेर। गाडी किन्न तिमीहरूको दाइले सकेको छैन अहिलेसम्म किनेपछि गाडीमा जान्छ अहिले हिँडेर जाने होला। म चाहिँ जान आँटेको होइन। अब मेरो वाइफ पनि तयार भइसक्यो। माई वाइफ सी इज रेडी या अब जाने गाइज। आज पनि हामी मुर पार्कमै छौँ। हेर्नुहोस् उजाड छ मुर पार्क पुरा। यो जाडो महिना लगाएर होला पुरै रुखको पत्ता वत्ता सबै झरेर कक्रक्क सुकेको डडेल लाउनु पर्ने जस्तो भइन्छ। हामी आस्था जाँदैछौँ अलिअलि ग्रोसरीहरू लिनलाई। ग्रोसरी लिन भन्दा पनि हिँड्नलाई वाकिङ इट्स वाकिङ टाइम इन मुर पार्क प्रेस्टोन। आई एम ट्राभलिङ विथ माई वाइफ। कहाँ जाँदैछौ तिमी? हामी आस्था जाँदैछौँ फलबुटको होइन। वाकिङ च्यालेन्ज गरिरहेछ। हिँडेर जान चाहिँ 1 घन्टा लाग्ने रहेछ। जाँदा चाहिँ हिँड्दै जाऊँ यसो हावा नि खाइन्छ भनेर बुढासँग हिँडेको हो। तर मेरो बुढाले 50 मिनटको बाटोमा 5-6वटा कुरा सुनाउने भएर मात्र मलाई अलिकति टेन्सन लागिरहेको छ। किन भन्दाखेरि चिसो भयो अरे उसलाई। म यस्तो यहाँ हिरोइन बनेर आएको छु यस्तो अनि बस आजलाई यति नै। धन्यवाद। ल उनले धन्यवाद दिइकन क्यामेरा मलाई दिइसकिन्। ठिकै छ म अब जाँदैछु हिँड्दैछु। यसो बिदालाई युटिलाइज गरौँ न भनेर आस्था जान लागेको। तर हामी बस्ने ठाउँबाट आस्था चाहिँ कम्तीमा नि तपाईँको हिँडेर 1 घन्टा टाढा छ। 1 घन्टा टाढा भए पनि जानु त पर्यो। किनभने हामीलाई गाडी किन्न सकेन गाह्रो हो। बुढाले गाडी नकिनेर किन नभनौँ सिक्न मात्र जान्छन् किन्दैनन्। पैसा कति धेरै छ काराममा छ। बुढो खाडीमा खर्चै गरिदिँदैनन्। है विकास भने यो नि जङ्गलको भित्रभित्र पिच। फाइनल गाइज 1 घन्टा हिँडेर लुक आस्था। Hi guys, today I am going to show you what I got from Astha. आज चाहिँ हामी लगभग आएको महिना गएको थियौँ आस्था। अनि अब आएको लगभग 7 महिना भयो। 7 महिनापछि आस्था गएको थियौँ। मेन इम्पोर्टेन्ट काम हामीलाई आस्था जानु चाहिँ के थियो भन्दाखेरि हामीलाई यो माइक्रोवेभ चाहिएको थियो। चिसो लाग्यो सधैँ तताउन सकिँदैन त्यही भएर माइक्रोवेभ चाहियो। त्यही भएर माइक्रोवेभको लागि हो। आस्थामा चाहिँ यो हामीलाई परेको थियो 35 पाउन्ड जति पर्यो। यसको 2 इयर्स वारेन्टी छ। म्यानुअल हो यो तर 2जनालाई ठिक्क हुन्छ यतिको भनेर अनि यो लिएर आएको हो। अब गएपछि यो मात्र ल्याइँदैन धेरै कुरा सामान ल्याइयो। त्यसमा चाहिँ म देखाउँदैछु वाट आई गट फ्रम देयर। ओके दिस वान इज आवर फर्स्ट ब्याग। लेट्स ओपन इट टुगेदर। यो भित्र के छ हेरौँ न होइन। मलाई त थाहा छ तपाईँहरूलाई देखाउने हो के छ भनेर। यो भयो ब्रेड। यो चाहिँ यो
एकदम फ्लफी हुन्छ यो ब्रेड चाहिँ होइन। हामीलाई यो अल्दीमा पनि मनपर्छ, त्यही भएर अनि आस्थामा पनि अलिक राम्रो लागेर लिएर आएको हो। त्यहाँ चाहिँ झन् फ्रेस पाउँछ। अनि नेक्स्ट वान चाहिँ यो प्यान्ट। मलाई चाहिँ जिन्सको प्यान्ट एकदम चाहिरहेको थियो, पहिला लिएको थिएँ मैले, तर मलाई लामो भयो। तर आस्थामा चाहिँ अलिक सस्तो लाग्यो है। मैले एमएनएसमा चाहिँ लगभग 27 पाउन्ड हालेको थिएँ, यहाँ चाहिँ 12.5 पाउन्डमै पायो यो प्यान्ट चाहिँ। यो भयो एउटा। अनि कप चिया खानलाई 2 जनाको लागि। अब चिया पाक्दैछ, यसमै खाने हो, उद्घाटन त गर्नु पर्यो। 2टा कप 2 जनालाई। अनि यो अर्को प्यान्ट, यो चाहिँ मेरो हस्बेन्डलाई। यसमा लेख्न चाहिँ 24 पाउन्ड लेखेको थियो, तर बिल गर्दाखेरि हामीलाई जम्मा यो 10 पाउन्ड मात्र आयो। खोइ त्यहाँ चेक पनि गरेको थियो प्राइस ठिक हो कि होइन भनेर, तर यही ठिकै हो भनेर उनीहरूले दियो। यस्तो खालको यो चाहिँ तपाईँको यो जेन्ट्सहरूलाई यो तल ट्राउजर जस्तो नि बनाउनु मिल्छ, त्यही भएर हो मेरो हस्बेन्डलाई मन पर्यो होइन। अनि अर्को चाहिँ छ यो प्याज। यो अल्दी आस्थामा चाहिँ यो सानसानो खालको प्याज हुन्छ, यो काटेर मास हुँदैन, त्यही भएर चाहिँ मलाई यही ठिकै लाग्छ होइन। यो भयो एउटा झोलाको सामान। अर्को यो चाहिँ हेभी छ, किन भन्दाखेरि यसमा सामान पनि धेरै टन्नै छ। पानी। त्यसपछि छ यो स्टारबक्सको कफी। त्यो चाहिँ मैले कहिले ट्राई गरेको छैन, मलाई कस्तो ट्राई गर्न मन लाग्यो। तर म कफी लभर चाहिँ होइन है, देखेर यसो रहर लाग्यो मात्र हो। यो चाहिँ डोनट। यो चाहिँ हामीले बिहान भिडियो कल गर्दाखेरि मम्मी घरमा डोनट खाइरहनु भएको थियो, अनि हामीलाई पनि खान मन लागेर हो है ल्याएको चाहिँ। नेक्स्ट वान इज यो भ्यानिला योगर्ट। यो ट्राई गरेको छैन मैले, ट्राई गर्नकै लागि लिएको हो। यो चाहिँ रास्पबेरी। यो चाहिँ मेरो अल टाइम फेभरेटै हो है। जतिखेर म अल्दी आस्था सेन्टफेयर जान्छु यो ल्याएकै हुन्छु। मिठो छ गाइस। अर्को छ यो croissant। एन्ड द नेक्स्ट वान इज यो मोजरेला स्टिक्स। यो मैले खाएको छैन, खै मेरो हस्बेन्डलाई चाहिँ मनपर्छ भन्नुभएर लिएर आएको। म चाहिँ अब अहिले ट्राई गर्छु है कस्तो हुँदो रहेछ भनेर। आज हामीले खासै धेरै कुरा चाहिँ ल्याएको छैन, पैसा मात्र धेरै उठ्यो हो। यो चाहिँ बाथरुमको लागि, टोयलेटमा राख्नको लागि। यो चाहिँ हामीले नेपालमा हुँदाखेरि यो किमा नुडल्समा हालेर खान्थ्यौँ यो साग चाहिँ। अब यहाँ चाहिँ तरकारी खाना ल्याएको मैले। अनि यो छ यो के हो, यो आइसक्रिमै हो क्या अरे। यो पिक्यान भनेको छ, अब आइसक्रिमै होला, तर यो पग्रिन लागिसक्यो। यसलाई त फ्रिजमा हाल्नुपर्ने बेला भएको छ होइन, धेरै बार भयो किनेको, त्यही भएर नि होला। अनि नेक्स्ट वान यो ग्रिक स्टाइल योगर्ट। यो मैले खाएको छैन है, यो चाहिँ म चाख्छु आज कस्तो हुँदो रहेछ। यो चाहिँ एकदम मिठो हुन्छ भन्ने सुनेको छु मैले। सानो पनि थियो त्यहाँ छन चाहिँ, धेरै प्राइसको डिफ्रेन्स नभएर चाहिँ। अनि हामीले यही ठुलै लिएर आएको हो। हेरौँ न त होइन कस्तो चाहिँ हुँदो रहेछ त। ओ ओ ओ हो ओ माई गड, हेर्दै मजाको हुँदो रहेछ नि त। हेर्दै हेर्नु त। ओ यो ट्याप्प परेको जमेको हुँदो रहेनछ है। यो चाहिँ अरू दहीहरू त ट्याप्प परेर जमेको जस्तो हुन्थ्यो, यो चाहिँ अर्कै हुँदो रहेछ। यो चाहिँ यो ठुल्ठुलो मार्केटहरूको चाहिँ आफ्नै ब्रान्ड हुँदो रहेछ क्या। आस्थाको आस्तै, अल्दीको अल्दी, लिडलको लिडल। अनि अर्को छ यो चाहिँ मिक्स छ सबै। यो चाहिँ अहिले हामीले बनाएर खानालाई लिएर आएको, कतिको खाइन्छ हेरौँ। अनि अर्को छ इनर्जी ड्रिङ्क। काम गर्नु पर्यो, काम गर्नको लागि इनर्जी चाहियो, त्यसको लागि ड्रिङ्क खानै पर्यो। नेक्स्ट वान इज लुगा धुने सरफ। अर्को छ यो फिस फिङ्गर्स। यो भने के हो चाहिँ मलाई थाहा छैन, अहिले खाएपछि मात्र थाहा हुन्छ मलाई। यसको यो हो चाहिँ के भनेर चाहिँ मलाई साँच्ची भन्नुपर्दा थाहा छैन है। यो मेरो हस्बेन्डलाई चाहिँ यस्तो भेराइटी अफ थिङ्सको थाहा छ, त्यही भएर लिएर आउने हो। नत्र मैले चाहिँ देखेको भएन, दाल भात तरकारी नै हो, त्यही ठिक छ। अनि यो चाहिँ वेट वाइप्स, ब्यागमा बोकेर हिँड्नको लागि। कहिलेकाहीँ कलेजहरू जाँदाखेरि अब त्यहाँ साथीहरूले के दिन्छन् खाइन्छ, त्यसको लागि चाहिँ हात पुस्नको लागि। ल द्याट्स अल। अब यहाँ नदेखेको कुरा भनेको एउटा 5 लिटरको पानी छ, त्यो चाहिँ म यहाँ बोक्न नि सक्दिनँ, म देखाउन नि सकिनँ होइन।
द्याट्स इट